आशावादी निराशावादी भन्ने होइन, गरेन भने अलिकति ठोक्नुपर्छ होइन। केपी ओली आफूले शासन गर्दाखेरि कुनै गल्ती भयो भने गल्ती भएछ, जिम्मेवारी त मेरै हो भन्नलाई किन गाह्रो भएको के, त्यो कुरा चाहिँ सोच्नुपर्ने कुरा हो। यति राम्रो फास्ट काम गर्नु पर्यो नि। एउटा काम गर्नलाई चाहिँ के अरे एक दिनमा हुने कामलाई चाहिँ 100 दिन लगाएर गर्ने होइन। अनि भ्रष्टाचारीहरू भइदिन्छ, अनेकौं किसिमका अशान्तिहरू आउँछन्। त्यसैले विज्ञान प्रविधिको विकासको लागि, नवपरिवर्तन अनुसन्धान आविष्कारको लागि चाहिँ एकदमै जोड दिनै पर्छ। यसलाई प्राथमिकता नम्बर 1 मा राख्नुपर्छ। मेरो माग त्यही हो, अहिले जे भने त्यही हो मेरो माग होइन। माग केही छ कि? माग अघि चाहिँ मैले भनिसकेँ नि, शिक्षामा राजनीतिकरण गरेर शैक्षिक सुधार गरेर राजनीतिकरण निर्मूल पारेर शैक्षिक सुधार गर्नुपर्छ होइन। अनि विज्ञान प्रविधिको विकासमा चाहिँ उच्च प्राथमिकतामा राख्नुपर्छ, यही हो माग चाहिँ, अरू छैन। अरू त राजनीतिक कुराहरू हो, राजनीतिक कुरा मलाई आउँदैन होइन। अरे अनुभव त राम्रो भयो नि। एउटा कुरा बताइदिनु न, संसदलाई चाहिँ कुकुरको टाउको देखाएर खसीको मासु बेच्ने थलो भनेर प्रचण्डले भन्नुभएको थियो। तपाईँले आज पहिलो दिन संसद छिर्दै गर्दा कस्तो अनुभूति गर्नुभयो? होइन, त्यो अब कस्तो हो, पहिला कस्तो थियो, पहिलाको संसदहरू त्यो थाहा भएन मलाई। अब चाहिँ अब अहिलेको सांसद पनि कस्तो हुन्छ भन्ने कुरा भविष्यले बताउने कुरा हो। अहिले पहिलो दिन त एउटा औपचारिक कुरा हो, चाहिँ पहिलो बैठक हो। सबै यो चाहिँ खास गरी अहिलेको नयाँ सरकारलाई चाहिँ एउटा शुभकामना दिने र चाहिँ कार्यक्रम अगाडि बढाउने भन्ने हो। त्यसकारणले आजको एक दिनको कुराले त्यो चाहिँ पछिको कुरा थाहा हुँदैन। प्रतिपक्षी दलले त शुभकामना दिने भन्दा पनि यो सरकार नै विदेशीले बनाइदिएको हो, बारबारा फाउन्डेसनले बनाइदिएको हो भन्ने गम्भीर आरोप लगायो नि। त्यो त अब प्रमाण सहित आउनु पर्यो नि। हावामा कुरा गरेर भएन नि। हावामा कुरा गर्ने मान्छेहरू धेरै छन् होइन। अब सरकार चाहिँ बनाउने चाहिँ जनताले हो क्या, बारवटा फाउन्डेसनले होइन। सरकार चाहिँ जनताले बनाउने हो। कसरी भन्दाखेरि जनताले योग्य सक्षम उम्मेदवारहरूलाई जिताएर चाहिँ पठाएर संसदमा पठाएर अनि सरकार बन्ने कुरा हो। बारवटा फाउन्डेसनले आएर यहाँ चाहिँ सरकार बनाइदिने होइन। पुरानो दलले होइन, नेपालमा धेरै मान्छेले हावा कुरा गर्छ। सबै 23 र 24 गतिको घटनालाई लिएर केपी ओली र रमेश लेखक नैतिक रूपमा जिम्मेवार हुन् भनेर जुन कार्य आयोगले सिफारिस गर्यो त्यही आधारमा उनीहरू पक्राउ परेका छन्। तर उनी सम्बद्ध पार्टीहरू यो प्रतिशोध भयो भन्छ। तपाईँ के भन्नुहुन्छ? के हो यो खास? होइन, जिम्मेवारी त लिनै पर्यो के। सरकारमा भइसकेपछि, सरकारमा भएर सरकार प्रमुख भइसकेपछि जिम्मेवारी लिनु पर्यो नि। जस्तो मानौ मेरो कुनै एउटा संस्था छ होइन, मेरो संस्थामा कोही मान्छेले बदमासी गरिदियो, बदमासी गरेर अब नराम्रो काम गर्यो भने एउटा संस्थाको प्रमुखको हैसियतले मैले जिम्मेवारी त लिनु पर्यो नि। अनि राम्रो कामको चाहिँ जिम्मेवारी लिने, अनि आफूले गरे आफूले शासन गर्दाखेरि कुनै गल्ती भयो भने गल्ती भएछ, जिम्मेवारी त मेरै हो भन्नलाई किन गाह्रो भएको के, त्यो कुरा चाहिँ सोच्नुपर्ने कुरा हो। होइन, केपी ओली पक्राउ पर्ने आवश्यक नआवश्यक भन्दाखेरि पनि त्यो एउटा प्रक्रिया हो कि होइन। प्रक्रिया अन्तर्गत चालेको कदम हो सरकारले। अब त्यसलाई आवश्यक अनावश्यक भनेर चाहिँ छलफल गरिरहनु पर्ने विषय होइन। बालन शाह नेतृत्वको सरकारले जसरी काम गरिराखेको छ, जसरी सुरु गरिरहेको छ, यो कामलाई चाहिँ कसरी हेर्नु भएको छ? एकदम राम्रो भइरहेको छ अहिलेसम्म चाहिँ। हेरौँ फास्ट छिटो हुनुपर्छ, किनभने द्रुत गतिमा काम गरिएन भने नेपाललाई चाहिँ हामीले अगाडि बढाउन सकिँदैन, नेपालको विकास गर्न सकिँदैन। नेपालको विकास गर्न सकेन भने अरूहरूले हेप्छन्, विदेशीहरूले हेप्छन्। अहिले नेपाललाई विदेशीहरूले हेप्यो होइन, अब एमसिसीले हेप्यो, बारबारा फाउन्डेसनले हेप्यो, अब इन्डियाले हेप्यो, चाइनाले हेप्यो भन्ने कारण चाहिँ के हो भन्दाखेरि नेपाललाई चाहिँ हामीले समृद्धि बनाएर शक्तिशाली देश बनाउन सकेनौँ। त्यस कारणले यो चाहिँ यो गल्ती चाहिँ अरूको भन्दाखेरि नि हामी आफ्नै गल्तीले गर्दाखेरि हेपेको हो। गरला नि, त्यो त आशावादी, म आशावादी हुन्न के, गर्न प्रयास गर्दै जाने हो होइन। आशावादी निराशावादी भन्ने होइन, गरेन भने अलिकति ठोक्नुपर्छ। कुराले ठोक्ने
अहिले जुन स्थितिमा सरकारले काम गरिराखेको छ यसमा तपाईँको के छ अहिले प्रतिक्रिया प्रतिक्रिया राम्रो छ क्या यति राम्रो फास्ट काम गर्नु पर्यो नि एउटा काम गर्नलाई चाहिँ के अरे एक दिनमा हुने कामलाई चाहिँ 100 दिन लगाएर गर्ने होइन नेताहरू पक्राउ परिराखेका छन् त्यो नेताको पक्राउ मात्र होइन अन्य सुधारहरू पनि गर्ने कामहरू गरिरहेको छ। सदनमा प्रतिपक्षले राखेको मागका विषयमा